Hi everybody, welcome back to our channel. So आज चाहिँ हामी अल्ट्रासाउन्ड जान लागेको कन्सर्ट हेर्न. कसको कन्सर्ट रे? हामी पूर्ण राई, जोन राई अनि एस ब्यान्ड अनि कोब्रेल ब्यान्ड. हाम्रो चाहिँ साथीहरु त्यहाँ अर्को गाडीमा हुनुहुन्छ अनि हामी चाहिँ यहाँ एउटा गाडीमा. सो अब आके चाहिँ बाटोमा हेर्दै हेर्दै जाम है त. हामीले चाहिँ त्यसपछि एकछिन सर्भिसेसमा रोक्ने डिसाइड गरे. भइरहेछ हैन आज. हामी कहाँ जाँदै हो सर अहिले? हामी अल्ट्रासाउन्ड कन्सर्टमा जोन चाम्लिङको पूर्ण राईको जोन चाम्लिङ पूर्ण राई ब्यान्ड हो. म त यस ब्यान्ड हो. र अहिले चाहिँ हामी टोयलेटको लागि ल हामी चाहिँ अहिले टोयलेटको लागि अब जान के भयो हैन आइराछ सर हो. ल यता हालो भन्छ न हेलो. त्यसपछि हामीले एक एउटा ड्रिङ्क लिएर चाहिँ हामी फेरि कहाँ हो जुनेली? क्यामेरा थियो र? थिएन क्यामेरा. क्यामेरा भयो त म्यापले भनिहाल्छ नि क्यामेरा छ भने त. सो हामी चाहिँ होटल आइपुगेर चेक इन गऱ्यौँ र अब हामी चाहिँ केही खानेकुरा खाएर कन्सर्टतिर अगाडि बढ्ने भनेर होटलबाट बाहिर निस्कियौँ. सो अब चाहिँ हामी नेपाली रेस्टुरेन्ट केही खानको लागि जाँदैछौँ, फुड हन्टिङको लागि. एकदमै गर्मी अनि हामी कतिवटा रेस्टुरेन्ट चारी एउटा रेस्टुरेन्टमा पनि हामीले ठाउँ पाएनौँ अनि हामी मलाई चाहिँ त्यही फिल परेर 58 मा 56 भयो. युकेमा कन्सर्ट आएको हैन पूर्ण राईको कन्सर्ट आएको हिँडेको आधी घन्टा भइसक्यो गेटै पत्ता लाग्यो. यस्तो जङ्गल छ कहाँ हो थाहै छैन. हिँडेको आधी घन्टा भइसक्यो. ल दाइलाई चाहिँ के भन्नु छ? म्यानेजमेन्टै छैन यार. के तालले गरे हो एउटा गेट खुल्नु पर्थ्यो यार. अनि होइन मान्छे यत्रो हिँडेर जान्छ प्रपर उ त्यो नेभिगेट गर्दैन. ल हामी तीनजना चाहिँ जङ्गलको बिचमा हराइसक्यौँ. राम्रो जङ्गल थियो त. सो हामीलाई चाहिँ गेट पत्ता लगाएर कन्सर्टभित्र छिर्नै 45 मिनट्स लाग्यो होला. हामी जङ्गलको बिचमा हिँडेर बाटो नै थाहा नभएर अनि लास्टमा एउटा मात्रै गेट 6 मात्रै खुला रहेछ. सबै गेटहरू बन्द थियो. फाइनली 1 घन्टा हिँडेपछि हामी फाइनली चाहिँ भित्र छिर्ने बाटो चाहिँ भेट्टायौँ. अझै नि सबैले गीत गाएर सघाइसक्यो. कस्तो उज्यालेमा आइपुग्यो बाटो चाहिँ. यो अर्गनाइजरलाई मैले माइनस रिभ्यू दिन्छु. माइनसको पनि हाम्रो पैसा फिर्ता दिन पर्यो. हामीले एउटा सिङ्गरको गीतै सुन्न पाएन बाटो खोज्दा. एलजी फेस्ट नट ह्याप्पी विथ यु. फाइनली हामी त्यहाँ पुग्यौँ तर फेरि त्यहाँ 1 किलोमिटरभन्दा लामो लाइन थियो अनि गर्मी एकदमै थियो. सो सबै लाइन सबै सकेर हामी फाइनली गेटसम्म पुग्यौँ र भित्र छिर्यौँ.
यहाँ हामीले अल्डरसटको रसमोर एरेनाबाट कन्सर्ट सकिएर पैदल यात्रामा हामी होटेलसम्मको लागि पैदल यात्रामा छौँ। यस्तै गरी हामी सबैजना थकित र भोको पनि छ पेट हाम्रो। अब बिहानको खानेकुराहरू नि खासै राम्रो केही भएन। कस्तो एक्सपिरियन्स भयो त भाउजू? भेरी ब्याड एक्सपिरियन्स। एकदमै धेरै ब्याड। मेरो त फर्स्ट टाइम एन्ड लास्ट टाइम पनि यही भयो। नराम्रो एक्सपिरियन्स भयो। रातिको 12 बजे हामी शिव सर त खेम सेन्चुरीको कन्सर्ट हेर्ने हामी 6 जना रातिको 12 बजे यस्तो डर लाग्दो जङ्गलको बिचमा हिँडिरहेको छ। एउटा उबरले नै हामीलाई पत्ता आएन यहाँ। सोचेर दुईटा गाडी पार्किङमा छ। होटलमा छ यहाँ हिँड्नै पर्यो। खुट्टा दुखेर भन्नु। फाइनली हामी चाहिँ होटल आइपुग्यौँ आफ्टर सो मच अफ स्ट्रगल। 30 to 45 मिनट्स चाहिँ वक गऱ्यौँ होला हामी त्यहाँबाट दिनभरि कन्सर्टमा दुखेको खुट्टा लिएर। एनिवे थ्याङ्क यू फर वाचिङ। अब चाहिँ म फेरि नेक्स्ट ब्लग लिएर आउनेछु। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।